हेलो एभ्रिवान, नमस्ते सबैजनालाई मेरो मिनी ब्लगमा स्वागत छ। र यो हो कास्की जिल्लाको सुन्दर ठाउँ शीतल गुफा। पोखराबाट करिब 40 किलोमिटर टाढा अन्नपूर्ण गाउँपालिकाको झोबाङमा यो गुफा अवस्थित छ है। र हामी भने पोखरादेखि गएका थियौँ र एकदमै राम्रो ठाउँ लाग्यो हामीलाई चाहिँ। हामी दुईजना गएका थियौँ त्यहाँको दृश्यहरू एकदमै रमाइलो र राम्रो अनि चिसो वातावरणको चारैतिर ढुङ्गाले प्रकृतिले दिएको यो सबै कुराहरू एकदमै रमाइलो थियो, राम्रो पनि थियो। झरनाहरू पनि, पानीहरू पनि बगिरहेका थिए। एकदमै हुन्छ नि, एकदमै रमाइलो फिल भइरहेको थियो त्यहाँ जाँदाखेरि चाहिँ। अनि हामी चाहिँ त्यहाँबाट सिडी रहेछ, सिडीबाट अलिकति माथि जाँदैछौँ है। माथि जाँदै गर्दा हामी यो झरना हेर्नुमा पानी कति मजाले बगिरहेको थियो, यत्तिकै मनमोहक गराउने यो सुन्दर ठाउँ रहेछ त्यहाँ चाहिँ। एकदमै रमाइलो फिल गर्दै हामी बिस्तारै हेर्दै त्यहाँबाट माथि पनि, अनि हामी बिस्तारै माथि जाँदैछौँ। र माथिबाट पनि हामी हेर्दै अब कति रमाइलो ठाउँ छ नि होइन। त्यहाँबाट अलिकति माथि जाने ठाउँ पनि रहेछ, तर माथि भने हामी गएँ होइन। र हामी त्यहीँबाट नै हेर्दै रमाइलो लिँदै एकदमै हुन्छ नि, मनमै एकदमै शीतल फिल भइरहेको थियो त्यहाँबाट हेर्दै। अनि हामी फेरि बिस्तारै तल झर्दै त्यहाँ झर्नाहरू फेरि पनि हामी हेरिरहेको। र हामी चाहिँ अब त्यहाँबाट त्यो जुन शीतल गुफा भएको ठाउँतिर चाहिँ हामी जाँदैछौँ है। त्यहाँबाट अलिकति उता रहेछ। अनि त्यहाँबाट हामी हेऱ्यौँ, अनि त्यहाँबाट कति राम्रो रे होइन, चारैतिर हेरिरहेको जस्तो भइरहेको थियो। र हामी चाहिँ यता गुफातिर चाहिँ हामी लाग्यौँ। र मन्दिर पनि रहेछ यहाँ है, मन्दिर पनि रहेछ, घन्टीहरू यताउता होइन। त्यहाँ भने चाहिँ यो च्यानल गेट लगाइएको रहेछ। हामी चाहिँ भित्र पस्न सकेनौँ र त्यहीँ बाहिरबाट नै हामी त्यो भित्र हेऱ्यौँ। र एकदमै राम्रो थियो, शान्त वातावरणको, चिसो होइन, ढुङ्गाले बनेको। त्यहाँ सिडी पनि रहेछ, एकदमै राम्रो ठाउँ छ, शान्त है। एकचोटि जानै पर्ने ठाउँ रहेछ। तर त्यो दिन भने यहाँ च्यानल गेटमा चाहिँ चाबी लगाइएको रहेछ है, त्यही भएर चाहिँ हामी भित्र पस्न सकेन। सो आजको लागि यति नै। थ्याङ्क यू सो मच सबैजनालाई।